गाइज वेलकम टु माई युट्युब च्यानल। हजुरहरू सन्चै होला। म पनि आरामै छु। खानासानासँग पहिले खाइसक्यो होला होइन। अब चाहिँ मैले पनि खाना खाइसकेँ। अब हाम्रो काम चाहिँ सुरु हुँदैछ। बालुवा र त्यो चिप भन्ने सानो सानो ढुङ्गा हुँदो रहेछ के, त्यो ओसार्ने हो होइन। अघि नै भाउजूहरूले चाहिँ ओसारिसक्नु पारेको रहेछ। म चाहिँ अलिकति ढिलो भयो, नानीलाई स्कुल पुऱ्याएर आएको। मेरो ड्युटी चाहिँ सुरु हुन थाल्यो है। यहाँ कति लामो भएछ नाम्लो छोटो गर्दै। ए तान्न सकेन गरिदिनु त भाउजू, नाम्लो लामो भयो क्या। लौ है मेरो छोरी र नन्दले बालुवा पुग्ने, कहिले बेलचाले हाल्ने, कोही डोगो थाल्ने पुगेर यस्तो काम छ हाम्रो त। यहाँ बबिताले आफू माइत यहाँ छट मसिनो बनाउनु लागि बालुवा पुग्न आएको छ। ल पानी नभएर सजिलो हुन्छ। लेबरमा काम धमाधम चल्दैछ। सबजना काममा बिजी। आजदेखि लेबर काम सुरु भयो अरे क्या बबिता बहिनीको। आफू बुढाले पैसा पठाइदिँदा देखि बुढाले अस्ट्रेलियामा कमाउने, बुढीले लेबर काम गर्ने अरे यहाँ। ल सिक्नु पर्यो नि त होइन। दुःख पायो भने यस्तो गरेर खानु पर्यो। अर्को ठाउँ पहिलो काम त दुःख पाउला नि। अब मसला सकेर फेरि बेल्चा उठाउने काम सुरु भयो है हाम्रो चाहिँ। माथि के अरे मसला सकेर चिपको लागि फेरि चिप र बालुवा लागि। बालुवा चाहिँ अघि नै लगिसक्यो, अनि यो चिप चाहिँ 2 बोरा 2 डोको जति भनेर। अनि चिपमा चाहिँ भाउजू अनि दिदी। मैले चाहिँ तिमी चाहिँ निकाल, हामी चाहिँ ओसार्छु भने है गाह्रो हुँदो रहेछ। जानुभयो भाउजू चिप बोकेर। मैले चाहिँ जिन्दगीमा सबैको अनुभव गर्नुपर्छ, दुःख पायो भने त यसरी पनि खान सकिन्छ भनेर भन्दैछु। गर्मी भयो भएर होइन। म चाहिँ कोक लिन जानु लाग्यो है साथीहरू। कोक खाने हो। म चाहिँ पसलतिर लागेँ। हेलो गाइज, लिएर आयो कोक। गिलासमा हाल्यो, सट्ट खायो कोकको ग्लासमा। यस्तो त बनाउने भनेको होइन साथीहरू। अब ग्रेभी गरेर होइन चिउरासँग खाने हो हाम्रो खाजा। अब यसलाई नि एकछिन मजाले ग्रेभीमा होइन मासुभित्र जाओस् न यसको रस अलिअलि। यसलाई एकछिन यत्तिकै राख्दिने 10 मिनट जति। अनि माथिबाट धनिया छर्काउने। मिठो यम्मी। के खाने हो छोरी?
के खाने रे कालुले मेरो उहाँ छ अरे ऊ त्यहाँ ड्रममाथि कामदार आज खाएर हाम्रो काम सुरु फाइनली कामहरू सक्यो होइन अब आजको काम चाहिँ सक्यो प्लास्टर गरेर त्यो मसला ससक घोलेर चाहिँ आज चाहिँ बनायो होइन भोलि बिहान चाहिँ फेरि भोलि चाहिँ त्यहाँ फेरि प्लास्टर के भन्छ सिमेन्टले मात्र सुलुत्त पारिन्छ होइन त्यहाँ चाहिँ अनि त्यसपछि सक्यो अनि भित्रको काम होइन म चाहिँ बिहान नुहाएको थियो अनि चाहिँ अलि दुलो छ कपाल चाहिँ बिहान नुहाउने भनेर तेल लगाएको थियो अब चाहिँ म कपाल नुहाउँछु गाइस बाई बाई अर्को भिडियोमा भेटौँला